बढ्यो भने नि 2-3 रुपियाँ भन्दा झरेको छैन क्या कति धेरैवटा स्टकहरू घटेकै छैन 2 रुपियाँ 3 रुपियाँ जान्छ भोलि फेरि नेप्से 0-0 भयो भने त्यो रिकभर भइदिएछ त्यसरी स्टकहरू धेरै बसिरहेको अब कुनै कुनै सरले स्टकहरू उतल पुतल हातै हातै ल हाइड्रो पावर सेक्टर ग्रिन भयो ग्रिन बुङ्गल नेगेटिभ सर्किट लाग्दा पनि हाइड्रो पावर सेक्टर ग्रिन भयो सरहरू होइन मैले त यसो ठट्टा गरेको हातै हेर्नुभयो भन्नुभयो देखायो भन्नुभयो अनि त्यही भएर। ल धेरै पछाडि हाइड्रो पावर सेक्टर ग्रिन भयो है साथीहरू हजुर होइन यहाँ भाइ भनेको ए घुमन्ते दाजु यता धेरै हो पछाडि जयगाउँ हाइड्रो सुत्रे पावर त आयो सेक्टर ग्रिन भयो सन्जु घुमन्ते दाइ दाजु हजुर हजुरसँग एसएमबी छ कि छैन एसएमबी यार एसएमबी उडो है छैन मसँग त्यस्तो हुँदैन त्यस्तो राख्दिनँ अनि नि मैले त एकदम सेफ साइडमा खेल्छु पुरै ए सेफ साइडमा हाइड्रो हुन्छ मेरो स्टकहरू पावर सेक्टर उड्यो भनेको त मैले 630 मा किनेको त्यही त 16 मा ठुल्दाईहरूले फेरि उचाल्न लाग्यो क्या भन्दो रहेछ के भन्ने अब भन्थ्यो त भन्नेले जे पनि भन्थ्यो यसको आइपी 500 भन्दा माथि नै जाँदैन भन्ने अनुमान पनि थियो धेरैको अब त्यो सबै कुराहरू सबैको ठ्याक्क मिल्दैन हेर्नुहोस् यस्तै हो यो ठुलो छ एकदमै छ करोडौँ किता छ यसको त आइपिओ 500 पनि नपुगी सप्लाई आउँछ भन्ने अनुमान पनि होइन त सबैको पहिला अब मार्केटले त्यस्तो बुझेन मार्केटले आफ्नै तालमा चलिदियो अगाडि भोल्युम पनि आइसकेको छ तल खोलेर क्यान्डल यति लामो एक बित्ताको बनाउन थालेछ ल ल्याऊ केटा हो भनेर टुप्पामै ल्याएर राखिदियो 71,658 मा सोलो सोलो हाइड्रो के त्यो कस्तो फेक बायर हो कि कस्तो हो होइन होइन यो राम्रो बायर हो होइन हिजो अस्ति पनि किनिरहेको एकुमुलेट 58 ले गरिरहने देखाएको थिएँ मैले पनि देख्न चाहिँ तर यो फेक सेक होइन मजाले यो खाएरै बढाइरहेछ त्यही त फेक बायर नभएको टुप्पामा खाइरहेको पनि देख्छु थाहा थाहा छ छैन नि त्यसरी देख्ने गरी राखेर त्यत्रो बेर बस्दै बस्दैन नि किन्ने मनसाय नभए अब फेरि उनीहरूको तर मनसाय फेरि नभए किता दिन लुकेर 5 वर्ष 3 वर्ष किता दिन थाल्यो भने फेरि हट्छ कि बल्ल फुलिरहेको रिल्याउन थाल्यो यो हट्ने खालको चिज होइन यो नहट्ने खालको जो अस्तिदेखि डेली एकुमुलेट गरिरहेको छ यो हटाउने खालको किन हटाउँछ उसले त प्राइस किनेपछि त बढाउनु पर्यो नि बरु अहिले पछि हटाएको मौका पायो भने 50 तिर पायो भने बरु यसो आफूले पनि हात लगाउँदा ठिक होला भन्छु आवरलीमा हेर्नु न कस्तो दामी एकुमुलेसन भएर अब यहाँ आवरलीमा ब्रेकआउट गर्न भएको छ बल्ल अब किन्ने बेला बल्ल कन्फर्मेसन हुँदैछ डेलीमा त त्यस्तो केही भएकै छैन मेरो ढल्काले त अघि नै कन्फर्मेसन दिएको
किन भनिरह यहाँ अझ यो साथीलाई ब्रेकआउट गर्यो भने अझै राम्रो कन्फर्मेसन आउँछ। हिजो एकेजी सेल पनि भक्कु ठेलेछन्, आज चाहिँ सुक्खा सुक्खा रहेछ। दामी देखाएको छ, सबै इन्डिकेटरले राम्रो देखाएको छ है। एकदम दामी भएको छ। अब त्यो प्राइस राम्रो बढ्यो, देखाइरहेको छ। प्राइस तपाईँको बढ्यो, डिफ्रेन्ट इन्डिकेटर लाउनुहोस्, सुन्नु राम्रो न, देखाउँछ। प्राइस बढ्यो भने क्यान्डल राम्रो बन्यो भने त्यसपछि इन्डिकेटरहरूले राम्रै देखाउने हो क्या। सोलो हाइड्रो पावर खोलाको माछा एकदम चिसो खोलाको माछा एकदम मिठो छ हेर्नु त। त्यही त कुरा गरिरहेको छौँ हामी। अलि पिटिरहेको है। हामी त्यही कुरा गर्दैछौँ। हेर्नुहोस्, हाइड्रोलाई त्यसैले नै सम्हालेर अगाडि बढ्न खोज्दैछ भन्ने कुरा हामी गर्दैछौँ। जबसम्म हाइड्रो बढ्दैन तबसम्म नेप्सी ल्यान्थिङ हो। हाइड्रो सुन्नु 20-25 अङ्क तन्कियोस् त नेप्सी पनि 12-13 अङ्क हो। भने तपाईँको अब सबैको नजर परिसक्यो। हेर्नुहोस्, सोलोमा झ्याप 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 हेर्नुहोस् भोलुमहरू आइरहेछ। झ्याप झ्याप। फरेस्ट होटल पनि ठिक छ है। यो फरेस्ट घट्यो। अब तल आएर ठेउरिएछ क्या, त्यो तल आएर ठेउरिएको। अझै पनि त्यसलाई टाइम लिन दिनुपर्छ कि जस्तो लाग्छ है। केही समय टाइम कति लिन्छ भयो होइन। तल अब बेस बनाउनु पर्यो है। 800-850 चाहिँ तपाईँको मजाले सुत्नु पर्यो केही दिन त्यो 5-7वटा क्यान्डलहरू तेर्सो पर्नु पर्यो। त्यसपछि अनि ब्रेकआउट गर्ने बेला फुत्त छिर्नुहोस्। सुपर खोदीले पनि दिन्छ होला सर एकताले हेर्दा। सुपर खोदी पनि माथिबाट झरे, धेरै झरे, 50% जति झरिस्यो। सुपर खुदी पनि ठिकै छ। सुपर खुदीमा पनि तपाईँको लागि परेको छन्। हेर्नुहोस् ब्याङ्कभरिमा एकदम लिने भनेको क्यान्डल हेर्नुहोस्। एकदम म त क्यान्डल पनि हेरेन। मलाई मैले किनेको पनि छैन, किन्छु कि किन्दैन थाहा छैन। तर हिमालयन ब्याङ्क है 190 मा कुरेको बहुत भयो यार। मैले आउँदैन, अब त्यहाँ चाहिँ लगेर पैसा मोडे काट्दै आउँदैन। हिमालयन ब्याङ्क इन्भेस्ट 190 मा आएर किनौँला भनेको खै किन्न देला जस्तो छैन। उसले पठाएको छ लिङ्कहरू सबै हेर्दै गर्नुहोस् भनेर। हिमालयन ब्याङ्क खतरा छ यो। साउन्ड सिस्टमहरू रहेछ, विदेशीहरूलाई चाहिँ सामान बेच्ने रहेछ। हेमर बनाउँछ। ए सन्जु सर माइक अफ गरेर बोल्नु न। सन्जु सर माइक अफ गरेर नबिर्सिनु होला प्लिज, अथवा मोडमा भएको साथीहरूले गर्नु। सूर्य कुण्डले पनि दिन्छ सर। सूर्य कुण्ड पनि राम्रो पेजमा छ हेर्नु त। सबै राम्रो फेसमा। सूर्यकुण्ड त तपाईँको अब अलिकति किता थोरै भएर प्राइस माथि नै अडिरह छैन, माथि नै कहाँ हट्छ, धेरै घट्यो हेर्नु न। 2000 चान्जुन पुग्यो प्राइज, अनि 1100 चान्जुनमा आछ। अनि त्यो 2000 मा त नि पुर्याएको हो नि, बेच्नलाई पुर्यायो त। अब त्यो स्टक छ एकदम फन्डामेन्टली राम्रो स्टक। श्वेत गङ्गा क्या गजब ठाउँमा छ यो। श्वेत गङ्गा हाइड्रो एन्ड कन्स्ट्रक्सन लिमिटेड फन्डामेन्टली पनि राम्रो छ यो। तपाईँको क्याप पनि ठिकैको, प्राइस पनि एकदमै सुहाउँदो। हेर्नु यसको आरओई हेर्नुहोस्, आरओई गजब छ। श्वेत गङ्गाको कति पर्सेन्ट पो देखाएको थियो आरओई, राम्रो देखाएको थियो यसको आइदिएको। हामी यो खडखडे यो 72 घन्टे खातामा फाल्नेले त्यस्तो चिज हेरिराख्नै परेन होइन। अब कहाँ खेलाडी छ त्यहाँ झ्याप हान्ने चिर्पा हान्ने छोड्ने। आरओई सर 17.76 छ
श्वेत गङ्गाको आरओई रिटर्न अफ अर्निङ तपाईँको इपिएस पनि राम्रै छ ल। पी रेसियो जम्मा 23 है। बुक भ्यालु यसले मेन्टेन गर्छ। लिस्टिङ अफ टु हाइड्रो पावर डन हाइड्रो माइट बी आरओई छ त बुक भ्यालु त मेन्टेन गरिहाल्छ। दुईटा हाइड्रो पावर फेरि लिस्टिङ भयो अरे। ल्याउनुहोस् दुईटा हाइड्रो पावर लिस्टिङ भएपछि सोमबार फेरि अब दुईटा हाइड्रो यो पावर मार्केट सर्किट त त्यही 2400 2500 2400कै लेभलमा छ कि खास वास्तवमा भन्ने हो भने। अहिले यो इन्डेक्स यो धेरै लिस्टिङ भइसकेको छ नि त स्टकहरू। त्यही लिस्टिङ भएर नयाँ नयाँ स्टकहरूले इन्डेक्स बढाइरहेछ। अब तपाईँको जेनजीमा एकदम चलपल बढिरहेछ है। जेनजीमा चलपल बढिरहेछ। मार्केट फर्किने बेलामा सुरुमा बढ्ने फेरि एक लट जेन्जी 2 दिन जति बढ्छ फेरि जेनजीले धेरै बढ्छ बढ्दैन। के 2 दिन जति बढ्छ धेरै बढ्दैन। खाता हुनेले बेच्नु भ्याउँछ, किन्नेले नयाँ किन्नेलाई गाह्रो पारिदिन्छ। नयाँ किन्नेलाई गाह्रो पाउँछु। यसो भाइ होटल फरेस्टिनमा पनि के छ अब एउटै लेभलमा छ। होटल फरेस्ट इन पनि ठिक छ, एकदम राम्रो छ। तपाईँको अब सिजिएच को बराबर आउन थालिसक्यो भनेपछि चन्द्रगिरी हिल्स त्यो पनि होटलै हो, जस्तै हो। होटल भनौँ न, होटल क्याटेगोरीमै छ भनेपछि एउटा अन्दाज हुन्छ नि त। अब त्यही लेभलमा आउन थालिसक्यो त्यत्रो नयाँ नयाँ स्टक। दङ परेछु तपाईँको एकदम खुङखार टेक्निकल एनालाइसिस वाला 1100 माथि किनेछ। अब हामीले यति सस्तामा पाएर किन नकिन्ने भन्ने हुन्छ क्या। अब किन्यो घट्छ। यो एउटाले यो आरएसएमएल 4200बाट किन्दै आछ हेर्नुहोस्। आरएसएमएल रिलायन्स स्पिनिङ मिल मेरो साथीले 4200बाट किनेको 4500 गयो, कता कति गयो, बेचेन। ल हेर्नु त अहिले यस्तो हुन्छ। अब अहिले चाहिँ उसलाई बेच्नु मन लाग्यो होला त्यो मान्छेलाई। अहिले त छ नि त्यो अब त्यो भएर भयो त। मैले त देखाउँछु तर त्यस्ता मेरा 4 लाख गइसके। अब त्यो कुराहरू हुन्छ। हुन्छ त्यसो भए साढे सर 7,000 सर मेरो पनि त्यही हो, कमाको समस्या मेरो त्यही कमाको हो। कमाको चिजहरू ट्याक्स राख्दै हुनुहुन्छ क्या, ट्याक्स प्रमाणको त रूपमा तिरेँ राख्दै मैले हुनुहुन्छ, सर। राख्न दिनु न, मलाई राख्न दिनु न। भर्खर अब आउनु त्यो भएको छ अनि ठगाइ पुगेको छैन नि, ठग्नुहोस् न हौ जयकान्त सर। यहाँ तपाईँ के हो भनेको लामो समय चाहिँ फर्स्ट टाइम देखिए। राम्रोसँग कुरा भइरहेछ होइन। अब ट्याक्सैको हिसाबले गर्ने हो भने त त्यो के फरक पर्यो र भने क्या मैले भने। उहाँले मजाले ट्याक्सकै त कमाएको पैसा हाल्दै हुनुहुन्छ क्या, न डिपीमा हाल्दै हुनुहुन्छ, कति कति तिर्नु भयो भनेर। ल ल एकचोटि ल हेरौँ न, हामी पनि हेरौँ न। ल त्यस्तो अब कमाएको मान्छेको सुन्नु पर्यो क्या, सधैँ घाटा हामीले खाएको मान्छेको सुनेर भयो त हामीले हुँदैन। अहिलेसम्म यस्तो यो हामी किनले नाफा गर्न नसकेको कमाएको मान्छेको कुरा नसुनेर पनि हो क्या हुन चाहिँ। ए ए ए गोमान्ते दाजु के होइन अस्ति कुरो भएन, यो कुरो सकिएपछि कुरो गरौँ है हाम्रो चाहिँ। ल हुन्छ हुन्छ।
उहाँ सबै कमासमा सुन्नु न, सरको सुनौ हजुर होइन राख्नुहोस् सर टिपी सहित राख्दै नै हुन्छ हामीलाई केही फरक पर्दैन होइन होइन, सुन्नुहोस्, अब तपाईँहरूलाई मैले त्यस्तो इन्टरेक्ट गर्नलाई तपाईँहरूको मनमा दुःख दिनको लागि चाहिँ म यहाँ बोलिरहेको होइन होइन, तपाईँहरूको कुरा पनि म सुनिरहेको छु। तर के हुन्छ भने कहिले पनि चाहिँ क्रिटिसाइज भनेको चाहिँ त्यो अलि राम्रो कुरा चाहिँ होइन है। रियालिटी के छ भने कुनै पनि कुरा ठिक छ, तपाईँहरूलाई म 18 लगभग 20-22 वर्षदेखि स्टक मार्केटमा छु। यही स्टक मार्केटबाटै मैले घर जोडेको छु, गाडी जोडेको छु, जग्गा जोडेको छु, सबै कुराहरू मैले चाहिँ यहाँ चाहिँ कमाएको छु, गरेको छु। तर तपाईँहरू जति नगरेको होला, तर अरू कोही नगर्नुहरूको भन्दा त अलिकति गरेकै पनि छु। र त्यो कुराहरू प्रष्ट रूपमा यहाँ राख्दाखेरि तपाईँहरूले चाहिँ यो कहाँको, कस्तो, कसरी, यो सोच्दाखेरि चाहिँ के लाग्यो भने एज तपाईँहरू धेरै राम्रो टप लेभलमा हुनुहुन्छ, त्यो भएर चाहिँ मलाई भनिरहनु भएको छ तपाईँहरू जति मैले गर्न नसकेको भएर चाहिँ मलाई सिकाउँदै हुनुहुन्छ कि, या त्यो अलिकति मैले अनौठो फिल गरेँ क्या। तपाईँहरू गफ गर्दै गर्नुहोस्, मलाई सोसियल मिडिया म त्यति धेरै आएर गफ गर्ने मान्छे पनि होइन। आज शनिबार एउटा चाहिँ अलिकति फ्री भएको भएर यसो के छ त गफ गरौँ भनेर नि म यहाँ तपाईँहरूकोमा निस्किरहेको हो है। अब आलो काँचो सम्झिनुहुन्छ भने कसैले सोच्ने कुरामा त्यसलाई मैले परिवर्तन गर्न सक्दिनँ क्या। उसलाई म यस्तो नभन् भनेर म रोक्न सक्छु त? सक्दिनँ नि। तपाईँहरूभित्र जस्तो भाव छ त्यही भाव यहाँ प्रष्ट रूपमा तपाईँहरूले देखाउने हो। म भित्र जस्तो भाव छ मैले त्यही भाव यहाँ प्रस्तुत गर्ने हो। त्यो बाहिरबाट आउने कुरा होइन नि। म कस्तो छु त्यो कुरा मैले यहाँ तपाईँहरूलाई प्रष्ट देखाउने हो। तपाईँहरू कस्तो हुनुहुन्छ त्यो कुराहरू तपाईँहरूले यहाँ प्रष्ट देखाउने कुरा हो, यहाँ न कि बाहिरबाट आउने कुराहरू होइन। रियालिटी त्यही हो, वास्तविकता त्यही हो नि। अनि मैले घमण्ड गर्नको लागि यस्तो उस्तो मैले भन्न पनि होइन, किनकि कसैले सोधेको भएर तपाईँले चाहिँ कति कमाउनु भयो त, यी पैसाको कुरा गर्नुभयो, तर तपाईँले कमाउनु कि कमाउनु भएन भनेर तपाईँहरूकै प्रश्नले मलाई यो उत्तर दिनलाई बाध्य बनाएको हो, न कि मैले आफैले चाहिँ यस्तो उस्तो भन्नको लागि होइन। आखिर त्यो मैले भन्न नहुने थियो होइन। ठिक छ, एनिवे यस्तै भइ नै हाल्छ। जब यसरी इन्टरेक्ट हुन्छ तब त रमाइलो हुन्छ नि है। ल गफ गर्दै गर्नु होला। मैले यति नै राखेँ, अब तपाईँहरूको कुरा सुन्छु। त्यो मजाले कमाएको डिपीमा हाल्दै एकचोटि हामी पनि कति कति तिर्नु भयो यस्तो बजारमा पनि भनेर हामी इन्सपायर हुन्थ्यौँ कि भनेर भन्नु खोजेको छ नि हेर्न पाए हुन्थ्यो भने त्यो मानसिकता राम्रो होइन नि। प्रेडिक्सन सर सुन्नुभयो नि, जब तपाईँले यस्तो मानसिकता बनाउनुहुन्छ, बरु पर्सनल तपाईँ 1 to 1 आउनुहोस्, तपाईँ म बसौँ भेटौँ। अब त भेट्दा पनि भेट्दिनँ, किनकि जसको एकदमै नेगेटिभ माइन्ड छ नि, माइन्ड सोच नेगेटिभ हुन्छ नि, त्यो मान्छेसँग भेटेर आफ्नो ऊर्जा पनि बिगार्नु हुँदैन क्या। ओहो भेट्नै आफ्नो ऊर्जा हुँदैन, पनि बिगार्नु, ज्यानजालाई नभेट्ने, घरमै आयो ऊर्जा भने लुक्ने, ढोक्सोभित्र पस्ने, घामपामा ऊर्जा बिगार्नु हुँदैन। ऊर्जा किन बिगार्ने? ज्यानजालाई नबिगार्ने हो। ज्यानजालाई भेटिँदैन। तपाईँहरूले किन मागे? नमागे भए भेट्ने कुरा थियो, अब भेटिँदैन। तपाईँहरूले आम्दानी खोज्ने, तपाईँ के हो? ज्यानजालाई नभेट्ने हो। मान्छे नै हिँड्नु भयो क्या? खोइ मान्छेले तल फाल्थ्यो कि क्या हो? लक्ष्मी सर तपाईँले तपाईँले सफा गरेर त लक्ष्मी दाई, अब घ्याम्पाभित्र तपाईँले फ्याँक्नु भएको भयो त, अरू कसले फ्याँक्छ र? अब घ्याम्पाभित्र तर लुक्ने भन्नुभयो क्लब हाउसमा तपाईँले चाहिँ अराजक तत्त्व चाहिँ अलिक बढी भएछ है। अब होइन पैसा कति सम्धि कमायो देखा सम्धि भनेर सोधिदिने। सम्धि त्यस्तो होइन। आजसम्म यत्र वर्षमा दुःख पाइयो, बजार बढेन, अनेक भयो होइन, अनेक कष्ट भयो। तपाईँले पनि ज्ञान बाँडिरहनु भयो। तर वास्तविक व्यक्ति आज बल्ल यसो गर्नुहोस् उसो गर्नुहोस्, तपाईँहरू यसो गर्नुहोस्, धैर्य गर्नुहोस्, पैसा कमाउनलाई यो गर्नुहोस् ऊ गर्नुहोस् भन्ने मान्छे बल्ल प्राप्त भयो। यो हो तरिका। आउनु भएको थियो पनि यहाँ बस्न दिएन नि त। त्यसरी धपाउनु हुन्थेन, त्यसरी धपाउनु हुन्थेन। पैसा देखा गलत कुरा हो। देखा भनेर मान्छेले सोसियल मिडियामा नआउने मान्छे आज साक्षात् प्रभु येशूले पठाउनु भएको। प्रिडिक्सनजीले चाहिँ मान्छे भगाउनु भयो यार, त्यस्तै भगाउनु हुँदैन थियो तपाईँले। कसले मोड तपाईँसँग छ सर? अब मैले कसरी भगाउनु खोइ यहाँ कसले म उत्तान चाहिँ पार्नु कसरी, म कहाँ मोडमा छु? होइन माथि येशूले पठाउनु भएको आज शनिबारको दिन होइन, चर्चमा जाने सट्टै यता आउनु भएको। कुरो सुन्नु छैन, यस्तो तरिकाले हुन्छ। यार कति कमाइस् ल यो वर्ष, यो 2 वर्षमा खोइ देखा एउटा प्रमाण भन्ने नि, अनि मान्छे बस्छ नि त। मान्छे प्रमाण देखाउन नसकेर, कमाएको इन्कम सोर्स देखाउन नसकेर जेलमा गएको नि। अब यहाँ मान्छेले प्रमाण माग्ने।
घर घडेरी गाडी जो गरेको मान्छे शेयर बजारबाट अनि फेरि धैर्य गरेर सुन्ने त्यो खै तपाईँहरूसँग प्यासेन्स खै त्यो लेभलको हुनु पर्यो तपाईँहरू लगानी गर्दै होइन जस्तो लाग्छ मलाई तपाईँहरू त कामै नलाग्ने मान्छे हो कि आधा घन्टा सुन्न सक्नुहुन्न 5 वर्ष कसरी धैर्य गर्नुहुन्छ यस्तो तालले हुन्छ भनेर भनेछ एउटाले फर्स्ट टाइम क्लब हाउस आउने मान्छेको पनि 500 जना फलोअर्स रहेछ है रमिता सर। नराम्रो कुरा के थियो भन्नु त होइन होइन फर्स्ट टाइम आउने बित्तिकै 500 फलोअर्स लिएर एकदम तयारी गरेर आउनु भएको रहेछ भनेर। होइन त राम्रो कुरा गरेर हो नि त गएको त हामीलाई राम्रो कुरो पत्नै छोडो आजभोलि खालि गुफल पत्नी मानि लाग्यो यता कतिलाई कुरा फन्डामेन्टल कुरा गर्दा कहाँ पत्छ तर यहाँ सबैजना कसले कमाएको छ भन्नुहुन्थ्यो नि अस्ति यहाँ साथीहरूले। रहेछ त नि बजारमा कमाएको मान्छे तपाईँहरू यत्तिकै कसले कमाएको छ सबैलाई घाटा छ यहाँबाट यहाँ किन्नेले सबैलाई घाटा छ भन्नुहुन्थ्यो। होइन रहेछ त्यो। बजारमा यति घर गाडी सबै जोडेको मान्छे यहीँ भेटिनु भयो साक्षात्। अनि विष्णु गुरुदेव महेश भनेर ट्राई चाहिँ गर्नुपर्नेमा तपाईँहरू धपाउने शिक्षा दिने मान्छेहरू धपाउने वाट यु वान्ट सम्झे के कुरा आज बिहानदेखि व्यवस्था भयो भइसक्यो ध्यान त त्यही भयो क्या आज बिदा दिन कसरी व्यवस्था हुन्छ भन्ने बिहानदेखि लाग्ने हो प्रोफिट बुक भयो कि निमन्त्रणा आयो प्रोफिट बुक त कहाँबाट प्रोफिट बुक हुनु त्यो 10 किताब बेचियो सम्ति निम्ता कस्तो अब त्यो कोही कोही मान्छेलाई त्यो खान दिन नपाउँदाखेरि पनि कस्तो तडप तडप हुन्छ कि तडपिन्छन् कि खानदिनै पाइएन खै फुर्सद खै खानदिनै पाइएन भन्ने मान्छे हुन्छ नि सम्धि त्यस्तो छ है सम्झि कुनै बेला उहाँ भोटेजहरू पनि पुगेको थियो है खानालाई हाराङ गुरुङ गर्दै अनि 3टा ब्रोकरको त जम्मा 1 वर्षभरिको आम्दानी 50,000 रुपियाँ आएछ त 49,000 रुपियाँ क्यापिटल गेन वर्षभरिको खर्च चाहिँ कति लाख भएछ अरे होइन जम्मा ब्रोकर कमिसन 49,000 कहाँ लाख हुनु 49,000 रुपियाँ ब्रोकर 3टा ब्रोकरको कमिसन चाहिँ 1 वर्षमा 50,000 भन्दा मुनि रे अब खर्च कति लाख हो होइन कमल सर एउटाले त 423 रुपियाँतिर पनि देखाएको थियो है लक्ष्मी सर यो वैशाखमा। म बोल्न सकिनँ होइन कुन चाहिँ रहेछन् ब्रोकर अब ब्रोकर कमिसनको आम्दानी 49,000 खर्च चाहिँ 80 लाख भएछ अरे वर्षभरिमा अनि त्यो के गरेका के हो त्यो कुरो भन्नु त त्यो 40-50 लाख घाटा खानु साटो हो त्यो 80 लाख रुपियाँ घाटा खानु साटो एउटा राम्रो कम्पनी छानेर इन्भेस्ट गरे भए बरु पैसा आउँथ्यो होला त्यही भएर नि सम्धि व्यापारी भन्ने बित्तिकै चोर देख्ने ब्रोकर भन्ने बित्तिकै कमिसन खोर देख्ने बानी हटाउनुपर्छ कि बिचरा कतिपय त पीडित पनि छन् कि 49,000 आम्दानी 80 लाख रुपियाँ खर्च अरे वर्षमा अनि त्यो मान्छे के भइरहेछ भन्नु त तिनीहरूको राति सुत्छ त्यो मान्छे फुटबल हेरेर बस्छ गोल गरे पनि देख्दैन होला त्यसले त राति 80 लाख खर्च 49,000 रुपियाँ आम्दानी भयो भने त्यो मान्छेले के गर्छ लक्ष्मी सर ल 91 वटा ब्रोकरमा मन्युअल सेयर एक्सचेन्ज प्राइभेट लिमिटेड ब्रोकर नम्बर 73 515 रुपियाँ कमाएको रहेछ। अनि बिएनई सेक्युरिटिज 39,000 हो। अनि अर्को भोलि गणेशले कति 3,81,000 भोलि गणेश भने यहाँ पहिला आउनुहुन्थ्यो नि जय गणेश के हो कि श्री गणेश के भनेर आउनुहुन्थ्यो जय गणेश
जय गणेश भोलि गणेश पनि 500 त्यति मात्र राखेर भने होइन होला त्यति मात्र भोलि गणेश 61 होइन र 61 को सिएल 2 लाख अनि बाईबाट 1,80,000 कमिसन आएको है यो कमाको अनि टोटल गरेर 3,81,150 रुपियाँ 80 पैसा यो एक वर्षको होइन 1 वर्षको होइन यो जेठ महिनाको भनेको छ है जेठ महिनाको ठिकै हो यो 39 वर्षको आइरहेको छ क्या एक वर्षमा चाहिँ ब्रोकरहरूले जम्मा 49 लाख कमायो भनेर 49,000 अनि यो 515 रुपियाँ कमाउने त के हो एकजना पनि कस्टमर छैन कि त्यो आफैले गरे कसले गरे कारोबार हो त्यो 515 रुपियाँ कमान्छ 20 करोड वाला